भइगयो पागल For today's event and the very talented stand-up comedian, Southeast अल्हम्दुलिल्लाह अब हामी यो देश बनाउनु पर्छ दुबईमा बसेर हो मैले खास भनेको भने तपाईहरु विदेशमा बसेर यसरी पसिना नबगाइदिएको भए तिम्रो गीत हिँड्दैन भुइँचालोमा हाम्रो देश त्यति चाँडै उठ्थेन कोभिडबाट लत्रकै खसेको यो देश यति चाँडै उठ्थेन तपाईहरुको लागि जोरदार ताली नजर लागली होय नजर लागली नजर लागली होय नजर लागली दुनिया भइगयो पागल ओए हे काजल आँखी लगाइदे काजल ओए हे काजल आँखी लगाइदे काजल ओए हे काजल आँखी लगाइदे काजल नमस्ते
फाँसी भएका छन् ओए हे काजल आँखी लगाइरहेका छन् ओए हे काजल आँखी लगाइरहेका छन् ओए काजल थ्याङ्क यू एभ्रिवान थ्याङ्क यू सो मच मसँग धेरै देउला गीतहरू पनि छ धेरै मलाई सुदूर प्रणालीको साथीहरूले देउला गीत गाउनु भन्नुभएको छ गाउने हो उभिरा छन्को पश्चिमेली चेलो नेपाली हामी त छैन कामको हो के यति बेला भने तपाईँहरू यति इन्जोय गर्नु भएको छ हामीसँग समय छोट छ लाल कुर्ती एउटा ट्र्याकले गरिदिनुहोस् लाल कुर्ती नाजिक सारो परिसाय गारो अनि नाजिक सारो परिसाय गारो नेपाल घर कता गाना बता नेपाल घर कता गाना बता नबोलेले तुन सकाइ दे लाला कुटीवाली तेरो नाम बताइ दे लाला कुटीवाली तेरो नाम बताइ दे लाला कुटीवाली तेरो Miss Nepal, Mr. Anyway, are you guys enjoying? How are you feeling? I'm feeling very excited. मैले सोचेको पनि थिइनँ कि यति धेरै इन्जोय गर्नुहुन्छ यति धेरै क्राउड होला भनेर कसरी सोच्यो पहिलो पटक आइराख्छ तर मैले संसारको विभिन्न ठाउँमा घुमेको छु लेट मी टेल यु दुबईको जस्तो नेपाली युएई को जस्तो नेपाली कहीँ पनि छैन म जुन देशमा गए पनि त्यही देशको लागि भन्छु खैर मलाई चाहिँ एउटा कुरा के लाग्यो भने आई लभ सिंगर्स लाइक आई लभ सिंगर्स मलाई गीत सङ्गीत एकदम मन पर्छ तर म अर्गनाइजरलाई भन्न चाहन्छु प्लिज उहाँहरूलाई पुरा पैसा नदिनुहोस् हो पुरा पैसा दिन जरुरी छैन किन भन्दाखेरि आधी गीत त अडियन्सले गाइदिरहेको छ अनि फेरि सिङ्गर आउनुहुन्छ अनि भन्नुहुन्छ हात माथि खुट्टा हल्ला ताली बजा मैसँग नाच अब गाना गाउन आएको कि पिटी खेलाउन र खुरु खुरु गा अनि जा अलराइट म तिमीलाई हेरेर एउटा गीत गाउन चाहन्छु तपाईहरु मलाई तालीले साथ दिनुस् है त पत्तर पत्तर हैन मिलाएर नम्रता आँखा राम्रो छ साह्रै राम्रो छ नम्रता तिम्रो आँखा राम्रो छ सक्यो थ्याङ्क यू समीरजी धन्न धन्न अडियन्ससँग अन्डा र टमाटरको एक्सेस छैन र तपाईको कोट सबै छ अहिलेसम्म बिचारा नम्रतालाई अब भोक लागेको संकेत हो यो नम्रतालाई बिचारा अन्डा र टमाटर मलाई युए को दर्शकले त फुलले हिर्काउने वाला छ
So are you guys ready? Okay, अब चाहिँ गजबको Thank you so much. Thank you. गोर्खे खुकुरी रेडी गर्नुहोस् है हिरो नम्बर 1 मेरो हजुर गोर्खे खुकुरी आउरेको मनमा मेरो मायाले पहिलो नम्बरमा
अब चाहिँ हुने भयो यहाँ धमाका होइन अहिलेसम्म यति रमाइलो गरियो अब चाहिँ किन धमाका हुने भयो भन्दा यसरी प्रोग्राम चाहिँ यति रमाइलो गर्दा गर्दै के भयो भने यहाँनिर रोज मोक्तान दाई ठ्याक्कै रोज मोक्तानको चाहिँ पालो आएको थियो स्टेजमा आउने स्टेजमा ठ्याक्क आएर नि माइकबाट बोल्नु थालिसक्नु भएको थियो होइन जब स्टेजमा आइसकेपछि चाहिँ लाइट बन्द भयो सिआइडी आयो भन्ने चाहिँ खबर पायो हुनु त के भएको त्यहाँभित्र त्यो हामीलाई थाहा भएन तर मलाई चाहिँ अनफेयर लाग्यो कस्तो लाग्यो कि अब अगाडितिर नै सबैजनाको टाइम हेरेर होइन भने सबै सिङ्गर त्यत्रो उहाँ नेपालबाट आएको छ सबैजना होइन सबैजनालाई एउटा एउटा पर्फर्मेन्स दिनु पर्थ्यो अब कसैले 3-4वटा दिइराखेको थियो कसैले भाषण गर्नु दिइराखेको थियो यत्तिकै चाहिँ अरूलाई चाहिँ अब यत्तिकै नै स्टेजमा आउने बित्तिकै बन्द भयो 2-3जना अझै बाँकी चाहिँ सिङ्गरहरू भन्दै हुनुहुन्थ्यो अनि रोज मोक्तान दाइ आउने बित्तिकै त्यस्तो भएपछि मलाई चाहिँ अनफेयर लाग्यो अनि केटाहरूले चाहिँ के भन्यो भने कुलमान घिसिङ चाहियो भनिराखेको थियो कि किनभने त्यहाँनिर लाइन गइरहेको थियो लोड सेडिङ भयो भनेर चाहिँ केटा मान्छेहरूले चाहिँ कराइरहेको थियो कुलमान घिसिङ भनेर एकछिन पछाडिदेखि अझ केपी छोड देश छोड अरे हो सुनिराख्नु ल तपाईँहरूले नि कतिजनालाई त थाहा पनि छ कतिजनाले मैले पोस्ट पनि गरेर भेटेको थिएँ त्यही भएर मैले नि पोस्ट गर्दा हो मलाई चाहिँ कस्तो कस्तो लागेको थियो अनि मैले पोस्ट गर्दिनँ भनेर सोचिरहेको थिएँ तर गरिदिएँ भिडियो लामो छ तर पनि एकदमै रमाइलो भएको छ हेरिदिनु होला यहाँ हेर्नु अगाडिको दाइलाई चाहिँ रिस पनि उठिसकेको छ होइन अब हेरेर रियाक्ट गर्नु हजुरहरूले नि कमेन्ट्स गर्नु है टाइम 10 बजेसम्म 9 बजे कसरी सक्छ रोज मोक्तान आउने बित्तिकै लाइट किन अफ गर्यो उहाँदेखि इन्भाइट गरिसकेपछि उनीहरूलाई टाइम म्यानेज गरेको हुन्छ थाहा छ मलाई मैले बुझिरहेको छु तर पनि अनफेयर लाग्यो क्या लास्टमा गएर के भएको हो वास्तवमा त्यो चाहिँ थाहा भएन अब सिआइडी के कारणले आएको त्यो के हो किनभने उनीहरूले अनुमति लिइसकेको छ नि 10 बजेदेखि 10 बजेसम्म भनेर अनि यो चाहिँ कुरा बुझिनँ मैले हजुरहरूलाई थाहा छ भने भन्नु होला है त गाइज दुबईमा सबै मिलेर चाहिँ यहाँनिर आयोजक गरेको रहेछ यो प्रोग्राम चाहिँ दुबई फेस्टिभल 2025 भनेर होइन तर नि गाइज मलाई चाहिँ जतिसम्म लाग्छ यो चाहिँ अनफेयर भयो जब रोज मोक्तान यहाँ स्टेजमा ठ्याक्कै आउने बित्तिकै चाहिँ यहाँ चाहिँ लाइट साइट अफ भएर सिआइडी आयो भनेर भनिरहेको छ 10 बजेसम्म उनीहरूले चाहिँ टाइम लिइसकेको छ भने यो अनफेयर भयो गाइज मलाई चाहिँ अनफेयर लाग्यो सो इफ यु गाइज वान्ट टु से समथिङ प्लिज कमेन्ट देयर इन द कमेन्ट बक्स Yes, it's unfair. This is It's unfair. Yes, guys. Without any notice, they told that The CID is there? No. This is not possible, guys. हामी त बल्ल मात्रै रमाइलो होला कि जस्तो लाग्यो त यार प्रोग्राम नै खलास त अब यसको सेकेन्डमा गाइस यो चाहिँ हैन दुबईमा यतिको अनफेयर हुनु भनेको चाहिँ राम्रो होइन है ल मैले चाहिँ भन्थे गाइस यो अनफेयर नै हो रोज मोक्तान आउने बित्तिकै प्रोग्राम सक्नु अनफेयर हो हैन भन्ने को यो भिडियो चाहिँ यतिमै मैले चाहिँ सघाउनु आँटे तर एकचोटि लास्ट चोटि हेर्नु होला दुबई फेस्टिभल 2025 को यतिको भिड चाहिँ हैन नेपालमा कुनै पनि कन्सर्टमा हुँदैन सो गाइज हेरिराख्नु होला यो भिडियोलाई लास्टसम्म के अनफेयर हो अनफेयर के हो त्यही हो क्या त्यही हो मेरो गाइज जाऊँ न यार कहाँ यसके चाहिँ गाइज गाइज हेलो गाइज रमाइलो भयो कि भएन तर बिचमा गएर बन्द भयो which is not fair गाइज रमाइलो होइन राति पनि घमाइलो भइरहेको थियो पसिना आउनु आँटिरहेको थियो यो दुबईमा फर्स्ट टाइम यो नेपाली फेस्टिभल भएको विच इज नट गुड होइन हामी एकदम सेटिस्फाइड भएन जुन उनीहरूले तोकेको थियो 10 बजीसम्म त्यो भएन होइन 1 घण्टा अगाडि नै होइन 24/9/24 1.5 घण्टा अगाडि नै कसरी सिआइडी आउँछ जबकि उनीहरूले चाहिँ लिइसकेको छ होइन अलरेडी उनीहरूले गाइज मैले झुम्का खोलेको बिकज यो प्रोग्राम सक्यो थम्बनेल राख्यो हो कि होइन भन्नु न त अनि यस्तो त हुँदैन नि जबकि प्रोग्राम 10 बजीसम्म हो भनिसकेपछि स्क्याम भयो भयो स्क्याम भयो भयो स्क्याम भयो भयो
हाम्रो त 5 रुपैयाँ नि भयो त्यही हो क्या त्यही हो बुझ्नु भएन हजुर के भयो बुझ्नु भएन हजुर हामीले त दुईचोटि त्यो पनि बेचोटि बाहिर गएर आउँदाखेरि होइन यस्तै हिराउनु भएको छ ब्लगर हो ब्लगर हो फलो गर्ने लाइक शेयर के सब्स्क्राइब हजुरको नाम के हो हजुर कामसाजीलाई पनि वेलकम छ मेरो युट्युब च्यानलमा मेरो ब्लगमा ल यस्तै छ गाइस फर्स्ट टाइम दुबईले नबुझिकन नबोलेको भन्नु होला होइन तर मलाई चाहिँ के लाग्यो भने कार्यक्रम आयोजकहरूले त अनुमति लिइसकेको हुन्छ नि त किनभने कार्यक्रम चाहिँ 10 बजीदेखि 10 बजीसम्म हो भनिसकेपछि 10 बजीसम्म हुनुपर्ने हो तर 8:30 बजे 9:15 बजे नै कार्यक्रम चाहिँ सक्यो 3-4 जना चाहिँ बाँकी थियो त्यहाँनिर होइन सिङ्गिङ गर्नु गीत गाउनु अझै अनि मनोरञ्जन दिन उहाँ नेपालदेखि आएको दुबईमा त्यत्रो ठुलो फेस्टिभल प्रोग्राम भएको बेलामा अनि गाइस दिख्छ हैन एकदम बवाल यो के हाम्रो स्क्याम्पर पनि छ तिमीहरु चाहिँ रहेछौ तिमी कता हिँडेको दिल्ली बनेर हेरेको अनि अरु नमस्ते तपाईलाई नेपाली फेस्टिभल कस्तो लाग्यो एकदम राम्रो लाग्यो म साँझदेखि आएको ओके नेपालीको उसमा सामेल हुनको लागि एकदम राम्रो लाग्यो अनि सारा 9 बजे बन्द भयो नि त प्रोग्राम अलि लेट भयो किनकि कलाकारहरूलाई अलि ल्याउनको लागि लेट भयो चाँडो बन्द भयो लेट पनि भयो चाँडो पनि बन्द भयो होइन साउन्ड सिस्टम पनि त्यति राम्रो भएन तर ठिकै छ आफ्नो फर्स्ट टाइम एक्सपिरियन्स कस्तो थियो तपाईँ ठिक छ एकदम राम्रो लाग्यो इन्जोय गर्नुभयो हैन हजुरको नाम के हो दीपक भण्डारी दीपक भण्डारी ल हामीले चाहिँ यो भ्लग बनाएको छौँ र त्यसमा गर्नु ल हेलो गाइस अनि कस्तो भयो हजुरहरूलाई कस्तो लाग्यो तर छिटो खत्म भयो त्यसको केही कम्प्लेन छैन कुनै कम्प्लेन छैन हजुरहरू पुरा सन्तुष्ट हुनुहुन्छ ल ए आयोजक भएर तपाईले आयोजकको सपोर्ट दिएको कुन इन्टरभ्यु लिन जान्छ यत्रो ठुलो गाडी आयो ओइ गाइस एकपल्ट एकछिन एकछिन ल गाइस यहाँ त उ छैन नि त जेब्रा क्रसिङ छैन नि त युट्युब च्यानल कसरी भाइरल हुन्छ यार म कन्टिन्यू गर्छु हामीहरूले एकदमै राम्रो लाग्यो तर के गर्नु बिचमा आएर छोडिदियो नि त्यो चाहिँ एकदम नराम्रो लाग्यो तपाईलाई कस्तो लाग्यो बहाना मात्रै हो हैन तपाईलाई कस्तो लाग्यो आई एम नट सेटिस्फाइड आई हेट दिस इज द फर्स्ट टाइम आई वेन्ट अब म आउँदिन यो नेपाली फेस्टिभल म एकदम खुसी छु हाम्रो नेपाल हाम्रो देशमा एकदम खुसी छु हेलो यतिसम्म गर्नु भनेको नि ठुलो कुरा हैन दुबईमा पनि त्यतिको दिनु त यो त साह्रो खतरा हो नि त तर नेपाली टाइम के हो भनेर चाहिँ प्रुभ गर्यो नेपाली दुबईमा आएर होइन यार यो त वर्ल्ड रेकर्ड हो क्या जहिले लेट हुन्थ्यो भन्नु पर्यो नि जहिले लेट हुन्थ्यो नेपालीहरू होइन आज त 10 बजे भनेको प्रोग्राम 8:30 बजे खत्तम भयो नि त सक्यो नि त अनि अब हामी अरू कसैलाई फिडब्याक लिने छौं त्यसको लागि प्रतीक्षा गर्नु होला बाइ बाइ दुबई फेस्टिभल 2025 also YouTube फ्यामिलीलाई पनि बाइ बाइ गाइस सबैजनाले रमाइलो गर्नुभयो ल बाइ बाइ सी यू गाइस सबैजनाले YouTube च्यानल सब्स्क्राइब गरिदिनु होला एकदमै भाइरल YouTube च्यानल हो हैन चन्चु लामा YouTube च्यानल हो लाइक शेयर एन्ड सब्स्क्राइब छिरम गाइस ल त गाइस So we are done with नेपाली फेस्टिभल 2025 छिटो छुट्टी भए पनि ढिलो छुट्टी भए पनि we enjoyed सो हामीले कम्प्लेन गर्नुपर्ने कुनै पनि बाटो छैन बिकज उनीहरूले हाम्रो लागि जे गरे पनि त्यो हाम्रो लागि एकदम ठुलो कुरा हो सो वी हेभ टु एप्रिसिएट द्याट सो इट्स फाइन पहिलोचोटि दुबईमा भएको यो फेस्टिभल हामीले सपोर्ट साथ सबै एक साथ चलेर अगाडि बढ्नुपर्ने छ So guys, are you ready for next Dubai Nepali Festival 2027? If you are ready, if you guys are ready, guys 2026
एक वर्षमा हुन्छ ओके हाम्रो होस्ट जुलाई पनि हामी क्यामेरामा लिएर आउन चाहन्छौँ हजुरलाई कस्तो लाग्यो मलाई पनि ठिकै लाग्यो तर लास्टमा गएर के अनफेयर लाग्यो भने जब रोज मोक्तान दाई अगाडि स्टेजमा आइसके पछाडि चाहिँ सिआइडी आयो रे किनकि उनीहरूले 10 बजीसम्मको प्रोग्राम भनेर उनीहरूले त लिइसकेको छ नि त होइन अनुमति लिइसकेको छ अनुमति लिइसकेपछि सिआइडी कसरी आयो त्यो चाहिँ मेरो क्वेसन एनीवे आई एम होइन ह्याप्पी विथ द नेपाली फेस्टिभल 2025 नेक्स्ट टाइम मेबी इट विल बी फेयर okay fair with the every single singers so guys see you next oh दुश्मन हेरेको हेरै दुश्मन हेरेको हेरै दुश्मन हेरेको म त हेरेको को तपाईहरुलाई नेपाली फेस्टिभल कस्तो लाग्यो मलाई चाहिँ एकदम नराम्रो लाग्यो किन होला लास्टमा चाहिँ लाइट गयो ओके हामी चाहिँ युट्युबर हो के तपाईहरुको फिडब्याक हामीलाई एकदम इम्पोर्टेन्ट छ लास्टमा चाहिँ यो मन परेन यति दिनभरि हेरियो चाहिँ लास्टमा गएर चाहिँ कति बजे आउनु भएको हजुर दिउँसो 1 बजेदेखि ओके अनि हजुर सेम टाइममा ओके केही छैन जति पनि हाम्रो नेपाली एसोसिएसनले यति गर्नुभयो हामीलाई एकदमै नै ठुलो कुरा भयो त्यसको लागि हामीले एप्रिसिएट गर्नुपर्छ लास्टमा के भयो हामीलाई थाहा छैन दिनभरि बस्दाखेरि उहाँदेखि नेपालदेखि चाहिँ अनि उनीहरू आउने अनि उनीहरूको चाहिँ एउटा पनि के त पहिल्यै भन्नुपर्ने थियो अब चाहिँ अब यति टाइम दिनुपर्ने थियो है 10 बजीसम्म टाइम दिनु भयो अलमोस्ट चाहिँ लाइनमा गयो हैन 9:15 मा सकेको थियो केही छैन हजुरहरूलाई भेटेर धेरै खुसी लाग्यो थ्याङ्क यू बाई टेक केयर बाई गाइज बाई bye see you on next vlog bye bye